के गरेर पनि के गरेको छ जनताको? यसपालि परिवर्तन चाहिन्छ नि। ल हुन्छ हजुर हुन्छ। परिवर्तन अब नयाँ पार्टीलाई हेरेर मात्रै गर्नु सकिन्छ। हुन्छ त्यसरी हुन्छ निकाल्छु म। यसपालि भोट घन्टीमा दिनु, बालेनलाई सरकार बनाउनु, परिवर्तन अवश्य हुन्छ ग्यारेन्टी। छुटो फुटो एकखेप छुटाइसक्यो जेल से, फेरि जेल में हालो। सब साले से कहाँ रखा पैसा चढ़ता था। हेर्नु हाम्रो समाजमा मान्छेहरू कति मतलब समस्यामा र पीडितमा छ, तर पनि सरकार केही गर्दैन। अब त्यही कारणले यसपालि हजुर सबैलाई हामीहरू घन्टी में दिन्छौँ, घन्टी में। एकदम ठीक छ अङ्कल, यसपालि आफ्नो मत दिएर घन्टीमा परिवर्तन खोज्नु, हामी तपाईहरूको साथमा छौँ। हाम्रो गरीब तो हो, मत को हाम्रो बेची हाल्छ सोचले, क्योंकि हाम्रो जम्मै हाम्रै हो होइन। सबैको अदालत टुट्छ, जनताको अदालत कहिले टुट्दैन। जनता सबैभन्दा ठुलो शक्ति छ। म फिल्टोमा आफ्नो घर त खोजिन्छ, 5 रुपियाँ लिएर सो म गाडीको तेल खर्चा दिन्छु, म डोल्छु। अब ठीक छ अङ्कल, तपाईँलाई पनि अब सहयोग गर्नु पर्यो। सुकुम्बासीले उसको फैसला गरेको छैन अहिले त। हाम्रो जनता कितना पीडित छ, जसको धनी उसी को धन हो, उसी को घर बनाएको छ। गरीब छ गोविन्दपुरमा छ, हाम्रो सुकुम्बासी में। यहाँ हेर्नु सुकुम्बासीहरूको कति समस्या छ, तर सरकार चाहिँ मौन बसेको छ, पुरै मौन। अब हाम्रो अब उसको 5-6 बेटा छ, उसी को घर दिएन, धेरै विवाद गरेर उसको घर उठायो। जनता हाम्रो पीडित छ हजुर। ठिकै छ अङ्कल कि सहयोग गर्नुहुन्छ, हामी तपाईँको साथमा छौँ, तपाईँहरूलाई सहयोग गर्न एकदम आतुर छौँ, बुझ्नुभयो नि। तर अब के छ भने जय घन्टी, जय घन्टी, जय बालेन। थ्याङ्क यू, धन्यवाद अङ्कल, धन्यवाद हजुरलाई, एकदम धन्यवाद।